हेलो सेवानी, हामी चाहिँ साकेल गएको दिदीबहिनी। यस्तो भएर जानुपर्ने हुन्छ, उता भित्र पस्नुपर्ने रे हो। ढिलो भयो किनभने हिजो हामी स्याटरडे नाइट चाहिँ हामी क्याम्पेन गएको थियौँ नि त। यसको बर्थडे त गइसकेको थियो, तर पार्टी चाहिँ दिएको थियो। अहिले पर भेटौँला। अलरेडी अहिले न दिदीबहिनी राम्रो रहेछ। सबैजना हाम्रो राईहरू कसै जाँदैछ कसै आउँदै हो। त्यहाँ चाहिँ अब रिल्सहरू बनाउँदैछ। गर्न हामी दिदीबहिनी चाहिँ जाँदैछु हो। पुरा हिँड्नु पर्ने छ नि त। ऊ पर यता ग्रुप छ आदि, अब उकालो हामी चाहिँ जाने, जहाँ चाहिँ ढोलहरू बजिरहेछ त्यहाँनिर चाहिँ जाने। नाच्नु त अब नाचेकै बेलुका भइहाल्यो है। यस्तो छ। कसै आउँदै जाँदैछ, कसै जाँदैछ कसै आउँदैछौँ। बल्ल फाइनली हामी चाहिँ त्यो जग्गामा आइसकेको छौँ हो। यस्तो छ यहाँनिर चाहिँ। नाच्दैछौ? रिल्स बनाएको? कतिखेर आएको? बिहानै आएको? ए हामी त हेर नि ढिलो भयो नि त। हिजो नाइट क्याम्पेन गयो कि यसको बर्थडे उयो गर्नु मनाउनु। अन्त चाहिँ ल नाच्दै गर र। सुँगुर चाहिँ फेभरेट हो नि त। केही पनि हुँदैन हौ। ल है यत्रो रहेछ है हाम्रो राईहरू पनि। देश विदेशमा छरेर बस्नु भएको रहेछ धेरै। अब देशमा मात्र होइन विदेशमा पनि टन्नै छ। यसरी आफ्नो संस्कार संस्कृति चाहिँ गरिन्छ। देश होस् या विदेश होस्। यहाँनिर चाहिँ मेरो बहिनी पनि हाँस नै। मान्छेहरू है पुरा हुँदो रहेछ त है। तेरो पनि ए ब्याग बोक्नु मै बडा ढुक्क भयो होला ब्याग बोकेर त झन्। हङकङ आएको 8 वर्षमा यो चाहिँ मेरो दोस्रो पल्ट हो। पहिला 2018मा एकपल्ट, त्यो टाइममा चाहिँ ताइमोसानमा हुन्थ्यो होइन। म बोलेको सुन्छ कि सुन्दैन थाहा छैन, तर पनि जोड जोडकै बोलिरहेको छु हो। त्यहाँदेखिको 18देखिको एकैचोटि आज के को 2025मा चाहिँ आयो फाइनली। सबैलाई साकेलाको चाहिँ शुभकामना मेरोबाट।
ल है अब चाहिँ हामी लागेको सकेर सबैजना यी बाई 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 गर्दै बाई बाई सेवा नि सेवा सी यू नेक्स्ट इयर